नमस्ते, यहाँहरू सम्पूर्णलाई स्वागत गर्न चाहन्छु लोक अटो मोबाइल्समा। सदा चाहिँ आज पनि लोक अटो मोबाइल्समा रहेको गाडीहरूको विषयमा यहाँलाई मूल्य चाहिँ सम्पूर्ण जानकारी लिएर आएको छु। हामीसँग चाहिँ 2 लाखदेखि लगभग 24-25 लाखसम्मको गाडीहरू लगेको छ। यहाँलाई सम्पूर्ण गाडी देखाउन गइरहेको छु है। सबभन्दा पहिला चाहिँ म एकदमै राम्रो मिठो कलरमा म्यारून कलरमा हेर्नुहोस् त सेन्ट्रो आएको छ। 2003 मोडलको गाडी कन्डिसनको कुरा गर्नुहुन्छ भने एकदमै बवाल रहेको छ। अब अप्सन को बारेमा कुरा गर्नुपर्दा चाँडै पाउन्डो चाँडो होइन सेमी अप्सन हुन्छ यो चाहिँ पुरानो सेपमा। अगाडि 2टा पाउन्डो पावर एसी हिटर, यसमा टच स्क्रिन ब्याक क्यामेरादेखि लिएर एलओएलदेखि लिएर सबै पाउन सक्नुहुन्छ। यस्तो चिटिक्क रहेको छ, कन्डिसनमा एकदमै बवाल रहेको छ। 2003 मोडलको फुल अप्सन सेन्ट्रो, जम्मा यसको मूल्य चाहिँ हामीले 6 लाख रुपियाँ मात्र राखेका छौँ। चाँडो सम्पर्क गरेर आउन सक्नुहुन्छ। र त्यसै गरी यता जम्मा 4 लाख रुपियाँमा फुल अप्सन कार, यो चाहिँ टाटा इन्डिका V2। अब यसको अप्सनको बारेमा कुरा गर्नुपर्दा 4 पाउन्डो पावर एसी हिटर, यसमा टच स्क्रिन ब्याक क्यामेरा सबै अप्सन पाउन सक्नुहुन्छ। 2010 मोडलको डिजेल भेरिएन्टमा जम्मा 4 लाख रुपियाँमा यो टाटा इन्डिका V2 यहाँले पाउन सक्नुहुन्छ। चाँडो गर्नुहोस् है त। ल त्यसै गरी यता रहेको छ रिसेल भ्यालु एकदमै हाई भएको मारुति सुजुकी कम्पनीको वागनर भने यो चाहिँ VXI भेरिएन्टमा रहेको छ। VXI भनेपछि पावर पाउन्डर एसी हिटर सबै यहाँले पाउन सक्नुहुन्छ। यसको टायर पनि चाँडै नयाँ रहेको छ, पेन्ट यहाँले देखिरहनु भएको छ। खर्च यहाँले केही पनि गर्नुपर्ने छैन। यसको मूल्य चाहिँ जम्मा 7,25,000 मात्र राखेको छौँ। त्यसको यता रहेको छ ग्रान्ड I10 हेर्नुहोस् है। ग्रान्ड I10 2018 मोडलको, यसमा चाहिँ 50% फाइनेन्सको पनि व्यवस्था रहेको छ। यदि यहाँहरू यो ग्रान्ड I10 2018 मोडलको लिन चाहनुहुन्छ भने चाहिँ हामीले चाँडो सम्पर्क गर्न सक्नुहुन्छ। यसको मूल्य जम्मा 22 लाख रुपियाँ मात्र राखेका छौँ। त्यसै गरी यता रहेको छ होन्डा कम्पनीको i20 आस्था भनेपछि टप भेरिएन्टमा पर्दछ यो चाहिँ। र यसको अप्सनको बारेमा कुरा गर्नुपर्दा 4 पाउन्डो पावर एसी हिटर, सेफ्टीको लागि डुअल एयरब्याग, अटोमेटिक एसी, इलेक्ट्रिक ORVM, स्टियरिङ माउन्ट कन्ट्रोलर लगायतका थुप्रै फिचर यहाँले पाउन सक्नुहुन्छ। यसको मूल्य चाहिँ जम्मा हामीले 13 लाख रुपियाँ मात्र राखेका छौँ। त्यसो पनि केही नेगोसिएबल त भइ नै हाल्छ है त। त्यसै गरी यता रहेको छ कियाको पिकान्डो फुल अप्सनमा 2004 मोडलको। यसको अप्सनको बारेमा कुरा गर्नुपर्दा 4 पाउन्डो पावर एसी हिटर सबै पाउनुहुन्छ। जम्मा यसको मूल्य चाहिँ 5 लाख रुपियाँ मात्र राखेका छौँ। र त्यसै गरी यता रहेको छ यो कियाको पिकान्डो 2006 मोडलको। यसको इन्जिन भर्खरै बनाएको, फुल इन्जिन बनाएको, जम्मा 7 लाख रुपियाँमा यहाँले यो गाडी पाउन सक्नुहुन्छ। गाडी असाध्यै राम्रो छ है, 7 लाख रुपियाँ। त्यसै गरी यता रहेको छ प्याराडुवाको भिभा फुल अप्सन भने सबै अप्सन पाउनुहुन्छ। गाडी असाध्यै राम्रो छ। यसको मूल्य चाहिँ जम्मा हामीले 5,50,000 मात्र राखेका छौँ। त्यस गरी यता रहेको छ सिरिन 2007 मोडलको। सिरिन भनेपछि जापानिज ब्रान्डको एकदमै प्रख्यात यो कम्पनीको कार हो। यो चाहिँ डायसो सिरिन भनेपछि। अब अप्सनको बारेमा कुरा गर्नुपर्दा 4 पाउन्डो पावर एसी हिटर, सेफ्टीको लागि डुअल एयरब्याग, अटोमेटिक एसी, इलेक्ट्रिक ORVM, एलओएल लगायतका थुप्रै फिचर यहाँले पाउन सक्नुहुन्छ। यसको मूल्य चाहिँ जम्मा 7,75,000 मात्र राखेका छौँ। त्यसै गरी यता रहेको छ अमेरिकन ब्रान्डको चेभरोलेटको स्पार्क फुल अप्सन 2013 मोडलको। यसको मूल्य जम्मा 7,50,000 मात्र राखेका छौँ। त्यसै गरी यता रहेको छ मिनी SUV जिप। यो चाहिँ जिली भनेर भन्छ, चाइनिज ब्रान्डको जिली गाडी फुल अप्सनमा पाउन सक्नुहुन्छ। यसमा चाहिँ डबल एयरब्यागदेखि लिएर 4 पाउन्डो पावर एसी हिटर सबै पाउन सक्नुहुन्छ। यसको मूल्य जम्मा 7,50,000 मात्र राखेको छौँ। त्यसै गरी यता रहेको छ गरी खाने भ्यान। यो चाहिँ स्कर्पियो काम गर्ने, यसो लङ रुटदेखि लिएर अफरोडदेखि लिएर सबै जहाँसुकै बाटोमा जुनसुकै बाटोमा पनि जाने खालको गाडी भनेको यो चाहिँ भाडामा चलाउनको लागि पनि भयो। गाडी असाध्यै राम्रो छ। 2011 मोडलको। यसको मूल्य चाहिँ जम्मा हामीले 10,25,000 मात्र राखेका छौँ। त्यसै गरी यता रहेको छ जम्मा 3 लाख रुपियाँमा फुल अप्सन कार। हेर्नुहोस् त, ल हेर्नुहोस् फुल अप्सन। फुल अप्सन भनेपछि यसमा चाहिँ 4 पाउन्डो पावर एसी हिटर, सेफ्टीको लागि एयरब्याग त छैन, तर पछाडि वाइफर डिफर सबै पाउन सक्नुहुन्छ। गाडी असाध्यै राम्रो छ।
यसको मूल्य जम्मा 3,50,000 मात्र। 3,50,000 मा फुल अप्सन कार 2006 मोडलको। त्यसै गरी यता रहेको छ ल हेर्नुहोस् फुल अप्सन यो चाहिँ हो। यसमा चाहिँ डबल एयर ब्याग पनि रहेको छ। अरू 4.5 पाउन्ड र पावर एसी हिटर सबै पाउन सक्नुहुन्छ। 2004 मोडलको जम्मा 6 लाख रुपियाँ मात्रै। ल यता आउनुहोस्। त्यसै गरी यता रहेको छ 2013 मोडलको नयाँ सेपमा जम्मा 9,25,000 मात्र। त्यसै गरी यता रहेको छ जम्मा 3,25,000 फिक्स प्राइसमा 2002 मोडलको 8 सिटर भ्यान गरी खाने भ्यान। ल हेर्नुहोस् त 2002 मोडलको ल चाँडो गर्नुहोस्। त्यसै गरी यता रहेको छ गरी खाने भ्यानहरू। ल हेर्नुहोस् चाहिँ ल यतापट्टि सिटर भ्यान रहेको छ, यतापट्टि कार्गो भ्यान रहेको छ। 2014 मोडलको र 2009 मोडलको। यसको मूल्य जम्मा 4,25,000 हो भने यसको मूल्य जम्मा 5,25,000 मात्र। त्यसै गरी यता आउन सक्नुहुन्छ। ल यता टोयोटाको सोलुना भन्ने एकदमै कन्डिसनमा रहेको टोयोटाको सोलुना भन्ने फुल अप्सन। अब यसमा चाहिँ 4.5 पाउन्ड पावर एसी हिटर सेफ्टीको लागि एयर ब्याग लगातार फिचर यहाँले पाउन सक्नुहुन्छ। एलओएल पनि पाउन सक्नुहुन्छ। यसको मूल्य जम्मा 5,25,000 मात्र राखेको छ। ल त्यसै गरी यता रहेको छ ल हेर्नुहोस् टाटा इन्डिका V2 2016 मोडलको पेट्रोल भेरिएन्टमा जम्मा 7,25,000 मात्र फुल अप्सन। त्यसको यता रहेको छ स्यान्ट्रो, यता रहेको छ नानो जम्मा 3,25,000 मा टाटा नानो कार फुल अप्सन। यता रहेको छ स्यान्ट्रो 2000 पनि होइन 1999 मोडलको फुल अप्सन जम्मा 4,25,000 मा। र यता रहेको छ स्यान्ट्रो 2003 मोडलको जम्मा 5,25,000 भर्खरै इन्जिन बनाएको यो। त्यसै गरी यता रहेको छ वागनर 2007 मोडलको जम्मा 7,25,000 मा। र त्यसै गरी यता रहेको छ किया रियो फुल्ली लोडेड फुल अप्सन गाडी। ल एकदमै लग्जरी फुल अप्सन गाडी जम्मा 5,25,000 र जम्मा 5,25,000 मात्र। ल चाँडो गर्नुहोस्। त्यसै गरी यतै स्विफ्ट VXI 2005 मोडलको गाडी असाध्यै राम्रो। VXI भनेपछि फुल अप्सन पाइहाल्नुहुन्छ। 4.5 पाउन्ड पावर एसी हिटर्स र यसमा चाहिँ एलओएल पनि राखेका छौँ। जम्मा यसको मूल्य चाहिँ 8,75,000 मात्र राखेका छौँ। र त्यसै गरी यता रह्यो होन्डा कम्पनीको इओन इरा प्लस 2012 मोडलको। यो इओन इरा प्लस भनेपछि अप्सन पाइहाल्नुहुन्छ। पावर पाउन्ड एसी हिटर र अरू कन्डिसन एकदमै बवाले छ। जम्मा 10,25,000 मात्र राखेका छौँ। र त्यसै गरी यता रहेको छ स्विफ्ट ZXI 2014 मोडलको। अब ZXI भनेपछि सबै अप्सन पाइहाल्नुहुन्छ। 4.5 पाउन्ड पावर एसी हिटर सेफ्टी लाइट डुएल ब्रेक अटोमेटिक एसी इलेक्ट्रिक ओआरमा लगायत थुप्रै फिचर यहाँले पाउन सक्नुहुन्छ। यसको मूल्य जम्मा हामीले 18,25,000 मात्र राखेका छौँ। त्यसै गरी यता रहेको छ जिप्सी। ल जिप्सी रहेको छ 2006 मोडलको किङमा रहेको छ। अब यसमा चाहिँ 4 व्हिल त पाइहाल्नुहुन्छ। अरू कन्डिसन एकदमै राम्रो छ। जम्मा 10 लाख रुपियाँमा यो 4 व्हिल ड्राइभमा लिन चाहनुहुन्छ। डाँडा काँडा जुनसुकै ठाउँमा जाने खालको गाडी भनेको यही नै हो। ल अब म लास्ट भन्दा पनि लास्ट स्टेजमा छौँ हामी। ल 2 लाखको गाडीबाट सुरु गर्नु रहेछ। जम्मा 2 लाख रुपियाँमा यो कार यदि यहाँहरू सिकाउन हात बसाउन र केही गरी खानाको लागि पनि एकदमै बेस्ट गाडी मारुति 800 कार यो गुरु गाडी है त। ल यो चाहिँ 1999 मोडलको जम्मा 2 लाख रुपियाँ मात्रै हो यसको प्राइस चाहिँ। ल चाँडो गर्नुहोस्। त्यसै गरी यता रहेको छ कियाको रियो सेडान कार 2009 मोडलको फुल अप्सन। यसको मूल्य जम्मा 9,25,000 मात्र राखेको छौँ। त्यसै गरी यता रहेको छ टोयोटाको एरिस फुल अप्सन। टोयोटा भनेपछि एकदमै लग्जरी कारमा पर्दछ। अब यसको अप्सनको बारेमा कुरा गर्नुपर्दा 4.5 पाउन्ड पावर एसी हिटर सेफ्टीको लागि डुएल एयर ब्याग अटोमेटिक एसी एलओएल लगायतका थुप्रै फिचर यहाँले पाउन सक्नुहुन्छ। यसको मूल्य जम्मा 10,25,000 मात्र राखेका छौँ। ल अहिले यहाँ भित्र रहेको हाम्रो लोक अटोमोस भित्र रहेको गाडी चाहिँ मैले सबै नै देखाइसकेँ। अहिले चाहिँ यति मात्रै हो। र यहाँ मात्रै नभएर हामीसँग बाहिर पनि धेरैभन्दा धेरै गाडीहरू रहेको छ। यदि यहाँलाई जसुकै मूल्यको जसुकै ब्रान्डको अनि जसुकै गाडी चाहिएको खण्डमा लोक अटोमसलाई सम्झन सक्नुहुन्छ। हाम्रो लोकेसन रहेको छ कोटसर नरेफाट बालकुमारी पुल वारीबाट खोलाको छेउछेउ 500 मिटर जति आउनुभयो भने नरेफाट प्रौढी चौकी देख्नुहुन्छ र प्रौढी चौकीकै छेउमा लोक अटोमस देख्न सक्नुहुन्छ। हस् धन्यवाद।